Hello, welcome back to my channel once again. So guys, आज चाहिँ हाम्रो साथीहरूले चाहिँ एउटा आउट अफ किचन बाहिर आज चाहिँ केही खाने योजना गर्नुभएको छ। सोको लागि हामी चाहिँ आज विभिन्न ठाउँबाट साथीहरू चाहिँ उपस्थित भएका छौँ। आउनुहोस्, सँगै हेरौँ, सँगै खाउँ, सँगै रमाउँ। दृश्यमा देखेको पार्क चाहिँ रोयल पार्क अफ कापो डी मोन्टे हो। यो चाहिँ नेपोली सिटीको अराउन्ड 2 किलोमिटर्स हाइल्यान्डमा पर्छ यो पार्क। यो चाहिँ हामी बस्ने ठाउँको केही दृश्यहरू हुन्। यहाँ चाहिँ एउटा स्केच पनि छ। कोही प्रतिष्ठित व्यक्ति हुनुहुन्छ होला सायद, यसको बारेमा केही अध्ययन गरेर मात्रै जान्न सकिन्छ। अब हामी चाहिँ यसैको छेउमा एउटा प्राङ्गण छ जहाँ चाहिँ बसेर हामी इन्जोय गर्छौँ। दृश्यमा देखेको फिल्ड हो। त्यहाँको केही अवलोकनहरू हुन् यी। हेलो दुईटा खाइसक्यो। त्यो नहाल्नु न खानाहरू पनि। कुन त्यो भिडियो कुनले हेर्छ राम्रो उसको त उहाँ फेरि घरको गृहमन्त्रीले देख्यो हेर्दैन घरको गृहमन्त्रीसँग हो होइन क्या त्यो बाहिरको गृहमन्त्रीले देख्छ क्या ए उन हाल्नु हाल के हो त नि रमाइलो गरेर खायो कति हो कि फाइनल्ली हाम्रो साथीहरूले चाहिँ अब खाना सुरु गर्नुभएको छ। फाइनल्ली अब चाहिँ हामीले फेरि पुनः खानपिन सकेर अब चाहिँ हामी ब्याक टु होम। अब हामी वापसीको टाइम भइरहेछ। अब हामी फर्किन गइरहेछौँ। साथीहरू तयार हुनुहुँदैछ, जुत्ता चप्पल लुगा कपडाहरू रेडी गर्नुहुँदैछ। अब हामी जानेछौँ एकैछिन। ओइल खानापिना पश्चात चाहिँ हामी म लगायत मेरो साथीहरू अलिअलि बाङ्गोटिङ्गो हिँड्ने भइरहेछौँ। तसर्थ एकअर्कामा भलाकुसारी गर्दै हामी हाँसो मजाक गर्दै फर्किरहेको अवस्था हो। अब एक हप्ताको कडा मेहनत हार्डवर्किङ पछाडि हामीले सम्भवतः प्रत्येक हप्ता नै हामी यसरी नै जम्मा हुने गरेका छौँ। अनि यसरी नै केही खानेकुराहरू लिएर, केही पिउने कुराहरू लिएर एक आपसमा भलाकुसारी गर्दै दुःख सुखका कुराहरू साटासाट गर्दछौँ। हाम्रो विवेक भाइ उहाँ डान्स गर्नुहुँदैछ। उहाँ एनर्जेटिक हुनुहुन्छ। अघि अलिकति बेसी नै खाजा खानुभएको छ उहाँले। अनि फेरि त्यो दिनको पैसा दिनको फेरि गऱ्यो भने यो भनेको पुरानो सहर हो नि त। यो पुरानो सहरमा कस्तो भने मान्छेहरू पहिलादेखि बाहिर गएर ल गाइस, हामी चाहिँ आज यसो पिकनिक सिकनिक जस्तै भनौँ हाम्रो दाजुभाइहरू मिलेर
रमाइलो गऱ्यो दाजुभाइ मिलेर, टाढा टाढा भए पनि हाम्रो दाजुभाइहरू आए, बस्यो होइन, खाइयो। फाइनल्ली अब चाहिँ हामी ब्याक भइरहेको अवस्था छ। हाम्रो साथीहरू झगडा गरिराख्नु भएको छ होइन, उहाँहरू हाँसो मजाक गरिराख्नु भएको छ, ठट्टा गरिराख्नु भएको छ। अब चाहिँ हाम्रो चाहिँ थाइल्यान्डबाट झर्ने क्रम छ। हस् त, हामी पुनः भेट्नेछौँ। नमस्कार।